टेक्नोलोजिया आमा म त्यो त तुफान यतिको स्पिड त बाइक नै कुद्दैन गाइज यार वाउ मिठाइया खै प्रकारका जनावरहरू छन् हाम्रो अगाडि पछाडि देखाइराछु त एकदिन पखन What's up beautiful people, it's me Arke Balar and welcome back to my channel. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै ठीक छु है। हामी चाहिँ आज अल्बसलन भन्ने ठाउँमा घुम्न जाँदै छौं। यत्रो ढिलो गर्छन् यो नारी भन्ने जातहरु 1 घण्टा लाग्यो आउन। हामी यहाँ कुरिरहेको थियौं अघिबाट हैन। यहाँ आइज सुमता सुम न सुम कस्तो छ बास्ना बास्ना ठीक छैन। नयाँ पर्फ्युम किनेको चल पल दिदै हजुर कालो नो ब्याग स्पेस छैन यो आफ्नो त बाहिर निकालेको छु अड्दैन त्यहाँ के अड्दैन भने यो हाम्रो होइटास्टुक टोली हो गाइज। अब चाहिँ हामी निस्किदै छौं टक्क अल्बसलन घुम्न। ओके ओके यो ओके भाइरल हुन्छ के साथी कसम भन त तिमी अब युट्युबबाट पैसा कमाउँछौ हजुर हामीले पार्टी दिन्छ बस युट्युबबाट तिम्रो मुखमा दुध र भात भन न हैन तिम्रो मुखमा दुध र भात चाँडै होस् चाँडै मोनेटाइज होस् मोनेटाइज तर तिम्रो सब्स्क्राइबरहरु हात हुनु पर्ने यार वाच टाइम पुगे हैन वाच टाइम तिमीहरु सब हेर्दै आउ न यार 1 घण्टासम्म भिडियो जतिकै बजार छोड्दिने के अनि यस्तो छ मसँगै हिँडिराखन गाइज मेरो भिडियो हेर्दैन के भन्नु अरूबाट मैले के एक्सपेक्ट गर्नु अब त्यही हो। अहिले चाहिँ हामी जाँदै छौं टक्क अब ट्रेन स्टेसन जाँदै छौं ट्रेन चढेर हामी जानुपर्ने हुन्छ अल्बसलन। यो नाम चाहिँ हाँसे छ 2 घण्टाको हैन एकैछिनको काम भन्दा पनि एकैछिनको धेरै टाढा चाहिँ हामी गइरा छैनौं यही नजिकै घुमिरा छौं तर मलाई त चिन्नु भा होला नि यसलाई मैले इन्ट्रोड्युस गराउन छोडिसकेको यसको च्यानलको लिंक नि म तल राखिदिन्छु। उसको च्यानल छ हैन सब्स्क्राइब गरिदिनु होला। पहिला उले रेगुलर भ्लग हालिरा हुन्थ्यो अहिले चाहिँ विदेश आइसकेपछि अब त्यही त हो नि थाहा छ तपाईहरुलाई अलिकति टाइमहरु म्यानेज गर्न गाह्रो हुन्छ त्यही भएर बिजी एकदमै दिनको 12 घण्टा हान्छ पैसा चाहिँ 3 घण्टाको लिन्छ अनि त्यही भएर अब यस्तै छ हैन जस माया गर्दिनु होला सपोर्ट गर्दिनु होला। अहिले हामी चाहिँ जाँदै छ उसको नि भ्लग आउँछ चाँडै आउँछ अहिले पेन्डिङमा छ के कतिपय भ्लगहरु अहिले होल्ड भएको मात्रै हो। साइकल छोडेन चेन छोड्दिया त अलपत्र अवस्थामा साइकल छ गाइस चेन नै छैन साइकलको नो प्रब्लम हामी आफ्नैबाट स्टेसन पनि यही हो आइसक्यो। सो गाइस देख्न सक्नुहुन्छ हाम्रो ट्रेन यही हो हामी चाहिँ स्टेसन पुगिसक्यौं है यता ट्रेन पनि आइसक्यो अब हामीले चाहिँ ट्रेनमा चढेर जानुपर्ने हुन्छ टक्क। गाइस हामी ट्रेनबाट झरिसक्यो अल्बसलन स्टेसन पुगिसक्यौं है अब चाहिँ हामी यहाँबाट चाहिँ गुगल म्याप हेर्दै छ साथीले अब हेरेर जानुपर्ने हुन्छ लोकेसन। यहाँ देख्न सक्नुहुन्छ दामी छ ठाउँ के भयो रे त्यो बहिनीले अर्को फुल टिभी राख टक्क दामी। हामी यता छौं हाम्रो बस आइसक्यो देख्न सक्नुहुन्छ अब हामी चाहिँ बसमा चढ्छौं अघि नै हामीले चाहिँ बस भरि नेपाली जुन देशका छन् है कस्तो खानदानको मान्छे म यति भन्थ्यो त भाइ गरिरहेको मलाई सो गाइस हामी चाहिँ सानै हो नि प्लिज अब सासाको छोड्दै हाम्रो हामी चाहिँ बसबाट झरिसक्यौं र अब हामी चाहिँ जाँदैछौं गुगल म्याप हेरेर यस्तो ठाउँ छ यता देख्न सक्नुहुन्छ अनि उता एउटा नेपाली जम्बो टोली पनि छ हाम्रो अगाडि हाम्रो टोली यता छ यस्तो दामी ठाउँ छ गाइस। हामी जंगलमा आइपुगेका छौं देख्न सक्नुहुन्छ यस प्रकारका जनावरहरू छन् हाम्रो अगाडि पछाडि ठीक छ। यहाँ हात्तीहरु पनि पाउँदो रहेछ जंगलमा। अरे कहना क्या चाहते हो यहाँनिर ठाउँ ठिक छैन गाइस अगाडि खिच्नु पर्छ यो माहौल ठिक भएन देश रमाइलो छ हामी जंगलमा हराइसकेका छौं मजा आइराछ देश यसको आशा भरोसामा हिँडिराछु गुगल म्यापले होप सोच
करेक्ट लोकेसनमा पुर्याओस् हैन 500 मिटर बाँकी छ यहाँबाट अनि हामीले 500 मिटर हिँडिसक्यो भने हामी चाहिँ आफ्नो डेस्टिनेसनमा पुग्ने छौं छिटो हिँड्न गए त्यस्तो हिँड अहिले त भोलि बिहान पुग्छौं हामी फास्ट अब उता हामी मेन बाटोबाट हामी भित्री बाटो लागिसकेका छौं बाटो छुटिसक्यो हाम्रो गाइज फाइनल्ली हामी पुगिसकेका छौं हाम्रो डेस्टिनेसनमा तर यहाँ रियालिटी भर्सेस एक्सपेक्टेसन भयो जस्तो यसले एउटा उता जम्मा भएको पानीमा ल्याएर त्यही गराए जस्तो छ यता बाजे नि देख्न सक्नुहुन्छ खुसी छन् बुढा के छ बाजे ठीक छ हाय ए यो कहाँ ल्यायो यार यसले पोखरीमा यार तैट मुला तैट छैन मुला कहाँ हो यो त्यो कहाँ छुट्यो यो कहाँ अर्कै ठाउँ हो यो कहाँ छुटे साथी भाइ कहाँ यता अपोजिट साइड हो यो त उहाँको गाइडिङमा आउने हजुर राम्रो छ राम्रो लाग्यो साथी तिमीलाई ओके फु यता कस्तो लाग्यो तिमीलाई नो राम्रो छ भनिदिनु पर्यो जबरजस्ती के गर्नु गाह्रो छ कस्तो छ हाम्रो ठाउँ बेचोक गरायो नि डेनमार्क आएर यस्तो ठाउँ घुमाइराख्ने यार छ्या ओके रे फेरि यो त समुद्र हो कुलेखानी ड्याम यो भन्दा ठुलो छ यार बरु कसम के यस्तो यार दाजुभाइहरू फाइनल्ली हामी आउन खोजेको ठाउँ चाहिँ यही हो भन्नु पर्यो अब डेस्टिनेसन चाहिँ यही हो तर उहाँले गुगल म्याप हेरेर ल्याउनु भएको हामीलाई एकदमै राम्रो छ भनेर यस्तो छ ठाउँ कता उता बस्ने ठाउँमा बस्ने ठाउँमा गएर के गर्ने हो डुलम न अब उता छ अरे पोखरी माथि अब यहीँ टिकटक सिटेक बनाउने फोटोसोटो खिच्ने फर्किने त होला नि आज चाहिँ नाच्ने हो गाइज हामी आज टिकटकमा नाच्दैछौँ टिकटक हेर्नु होला यस्तो छ यी साथीभाइहरू यता छौँ हामी थकान मेटाउँदैछौँ चस्मा दुईटा छ त्यो फेरि उस्तो वाला चस्मा हो है यस्तो गर्ने अनि यस्तोमा चाहिँ फोटो खिच्ने यस्तोमा चाहिँ नि यस्तो गर्ने ओ वाउ टेक्नोलोजी ऊ त्यहाँ हुनुहुन्छ एकजना कहाँ छ त्यो त हरा ए भुँडे सर ऊ कहाँको त्यो अझ हराउँछ ए ऊ त्यहाँ क्यामेरा अनि यस्तै हो त्यही हो जे सेक्सन अब हामी यहाँ बस्छौँ रमाइलो गर्छौँ यता चराचुरुङ्गीहरू पनि छ देख्न सक्नुहुन्छ उता साइक्लिङ पनि भइरहन्छ तुफान आमामा त्यसको स्पिड हेर्नुहोस् स्पिड टेक्नोलोजी आमामा त्यो त तुफान यतिको स्पिड त बाइक नै कुद्दैन गाइज यार जस ठिक छ है अब रमाउँ यतै हामी चट्टाकेटा यहाँ के खाइदियो साथी वाउ मिठाई यहाँ खै त अनि जस रमाइलो छ Can I get one please? Self pack मिठो हाम्रो एमी डिनर हुँदैछ लन्च के भन्छ यसलाई स्टार्टर सावर सबै अङ्ग्रेजीमा भन्न आउँदैन सो गाइस त्यही हो है आजको दिन यस्तै भयो अब हामीले घुम्यौं दामी ठाउँ थियो त्यहाँ तपाईहरुले पनि देख्नुभयो दामी ठाउँ थियो भनेको रियाक्सन मोनिकाले कस्तो देखायो थियो किन तिमीलाई कस्तो लाग्यो मोनिका राम्ररी भन न हाल्नु पर्ने सर राम्रो रे के रे सजना तिमीलाई कस्तो लाग्यो ठीक है अनि दोस्त कस्तो लाग्यो त आजको ठाउँ हाम्रो अलि राम्रो ह एक्सपेक्टेसन भर्सेस रियालिटी हो जस्तो तर के ह ठिकै छ ओके ओके हाम्रो प्रिन्स बोलायरको भ्लगलाई चाहिँ नि हजुर सर्लक्क लाएर माया देखाएर सर्लक्क लाएर यो युट्युबबाट पैसा कमाउने वातावरण मिलाइदिनु पर्यो यदि युट्युबबाट पैसा आयो भने प्रिन्स बोलायरले नेपाल
डेनमार्क छोडेर नेपाल चाँडै जान्छ ल है गाइज ल केटा नेपालमा देख्नु रतन कार्कीले टप दिन्छ उसले त्यसलाई बरु लाज नमान कि बल्लु सक्यो त्यहाँ कता जा अगाडिसम्म कुद्यो हजुर 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 सजेसन दिँदै ओ हुनुहुन्छ त त्यो पनि राम्रो हो भाइलाई हुने ट्रिप दिँदै हुनुहुन्छ दादाले सुन्नु होला राम्ररी त्यो गाई जेस घुम्यौँ हामी रमायौँ है अहिले चाहिँ हामी घर फर्किँदैछौँ समुद्रमा जाँदैन मुला अनि घर फर्किँदैछौँ त्यही हो अब चाहिँ हामी बस चढ्छौँ उता खैरेका छाउराहरू एक कालो बत्ती खालाउछे के भनेर मैले आहा कति राम्रा नानीहरू तेरो तालु छ नि ए गाइज हामी चाहिँ यस्तो गाउँ घुम्न आएर खासै भन्नुपर्दै टोटल्ली नेपाल जस्तै भइदिइरहेको छ यता छाना पाखा खहराले आफ्नै गाउँ फर्किआए भन्ने टाइपको चौधरी टोलमा थाहा बाइकको साउन्ड त्यही हो जे होस् ल रमाइलो भयो आजको लागि चाहिँ यति नै होइन अब अर्को भिडियोमा भेटौँला थ्याङ्क यू सो मच फर वाचिङ डु लाइक शेयर एन्ड सब्सक्राइब बाई बाई